गियर इक्विप बिना कुनै सिपाहीलाई अगाडि नबढाउनु हुन्न। म हार्दिक हार्दिक अनुरोध गर्दछु हाम्रो आइजिपी साहब र विभिन्न हाम्रो अधिकृत ज्यूहरूलाई पनि तपाईहरु निर्धक्क भएर आफ्नो ड्युटी निभाउनु होला। कसैको प्रेसर फिल नगर्नुस्। आई थिंक दिस इज फर द फर्स्ट टाइम इन द हिस्ट्री अफ नेपाल जहाँ तपाईलाई पोलिटिकल प्रेसर हुँदैन। मैले हाम्रो चिफ साहबलाई पनि कुनै प्रेसर दिएको छुइनँ। मैले कुनै अफिसरलाई प्रेसर दिएको छुइनँ। तपाईले आफ्नो पालना गर्नुपर्ने कर्तव्य निभाउनु होला मात्रै भनेर हामीले निर्देशन मात्र दिएका छौं। जुन रुल नागरिकलाई युज हुन्छ त्यो रुल हरेक मन्त्रीलाई युज हुन्छ। प्लिज बी क्लियर अन दैट। गृह मन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। यसमा हाम्रो गाडी आउँदै गर्दाखेरि मैले धेरै जस्तो इम्प्लिमेन्टेसनमा मेरो विचारमा निर्देशनको अलिकति कमी भयो जस्तो लाग्यो। कुनै ठाउँमा तपाईको अरूलाई रोकेर मलाई जाने दिइरहेको अवस्था देखेँ। यस्तो नगर्दिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र त्यही अनुसारमा यो इम्प्लिमेन्टेसनको लागि निर्देशन पनि ग्राउन्ड लेभलसम्म पुगोस् ताकि ट्राफिकको हाम्रो कर्मचारी साथीभाइहरूले पनि त्यही अनुसारमा हामीलाई एउटा सामान्य नागरिक जस्तो व्यवहार गर्न सजिलो पनि हुन्छ र मेरो विचारमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ हाम्रो पब्लिकमा पनि हाम्रो प्रहरीप्रति पनि है। त्यही भएर यो भिआइपी मुभमेन्टमा मदेखि सुरु गरिदिनु होला। गृह मन्त्रीको गाडी रोक्ने हरेक अधिकार छ। जसरी भन्या छ मापछि चेक गर्ने भने मैले 2-3 स्टेटसहरू देखिरहेको छु। त्यसमा प्लिज चेक गर्दा केही फरक पर्दैन है। आफ्ना काम कर्तव्य गृह मन्त्रीलाई चेक गर्नु हुँदैन भनेर नसोच्नु होला। प्लिज फुलफिल योर रेस्पोन्सिबिलिटी एन्ड ड्युटी। डु नट वरी अबाउट इट है। त्यसमा पनि तपाईहरु चिन्ता नलिकन निर्धक्क भएर गृह मन्त्रीले तपाईलाई कारबाही गर्दैन। एउटा नागरिक नै भएर हुने बस्छ, ऊ नागरिक नै हो। आइजिपी को नियुक्ति हुँदाखेरि हाम्रो सचिवज्यूले दर्जाने चिन्ह लागेको मैले देखेँ। राइट, करेक्ट। वी नीड टु चेन्ज दिस। वी विल बी चेन्जिङ दिस। दर्जाने चिन्ह प्रहरीको प्रधानमन्त्रीले लाउँछ। अबदेखि प्रधानमन्त्रीमा गएर ढोक्ने पर्ने हो कि उहाँको ढोकामा ढकढकाउनु पर्ने हो कि त्यो तपाईको गृह मन्त्रीले गर्छ। र आइजिपी को अबदेखि दर्जाने चिन्ह तपाईको प्रधानमन्त्रीज्यूले लाउनु हुनका लागि लगाइदिनु हुनका लागि म तपाईहरुको लागि कुद्छु। विशेष गरी तपाईको गृह मन्त्री कुद्नेछ त्यसमा। त्यही भएर दिस विल चेन्ज फ्रम आवर जेनेरेसन, फ्रम आवर टाइम। हाम्रो जेनेरेसनदेखि चेन्ज हुनुपर्छ भनेर भनिरहेको छौँ। त्यही भएर यो रेस्पेक्टफुल्ली यसको लागि प्रहरी संगठनलाई रेस्पेक्ट गर्ने हिसाबले पनि दर्जाने चिन्ह लाउनलाई प्रहरीको आइजिपी को लागि पनि हामी प्रधानमन्त्री लाउनको लागि म भरपूर कोसिस गर्छु र गरेरै छोड्छु। र मैले बोलिदिएको छु आफ्नो बोली म पुर्याउने व्यक्ति हो। तपाईहरु सबैजना थाहा छ र म पुर्याएर